रको तोरीबारी जङ्गल हुँदै हुँदै हामी जङ्गलतिर आउँदैछौँ। जङ्गलको बाटो हिँड्दैछौँ। यो गल्ली यस्तरी चुइँ 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 चराचुरुङ्गी खान्छन्। बाटो सानो हुँदै गएको रहेछ त्यता जान्छ माथि डाँडोसम्म पुग्छ नि। गएको त छैन तर डाँडोसम्म पुग्ने देखाएको छ नि बाटो। जङ्गल ल हेरौँ जङ्गलहरू यस्तरी छ। ढुकुर हलेसो हुन्छ कराउँदै खाँदै स्वतन्त्र रूपले डाँडो डाँडो उत्तिसको रुखहरू यो चाहिँ जङ्गल सुनसान छ। यहाँ हामी यहाँ बुढाबुढी छौँ। बुढो बुढी दुईजना मिलेर आज काम सकेर थकाइ मार्न यसो नेचरलाई पनि माया गरौँ भनेर यो स्वच्छ हावा खानलाई हामी चाहिँ हाइकिङ। ल फाइनल्ली हामी चाहिँ डाँडोमा आइपुग्यो। हो यस्तो राम्रो ठाउँ आउनलाई टक्क घुमेर आउनु पर्यो। यहाँ बसेर मेरो श्रीमान चाहिँ फोटो खिच्नलाई रेडी हुँदै हुनुहुन्छ। कस्तो लागिरहेको छ? गजब लाग्यो। गजब वन्डरफुल वन्डरफुल। त्यहाँ चाहिँ के छ? तिमी आउनु त्यही बाटो अरू आउनु साटो अरू आउनु साटो निरीमै अरू आउनु साटो बोकी आउनु एकमुठी माया रित्तै आउनु साटो यो चाहिँ के हो? यो चाहिँ भोल्क्यानोले काटेको रक हो। त्यहाँ चढ्न जाने ओर्ने सबै रहेछ नि त। कहाँ? त्यहाँबाट देखिन्छ ल। त्यता होइन के त्यहाँबाट त्यो अघि त डोरी लिएर हिँडेको थियो नि हो त्यो त चढबाट चाहिँ तिमीले चाहिँ यताबाट ल काम लाएको चाहिँ गाई चाहिँ यहाँ लागेको यहाँ फिदस। This is one of the most beautiful palace in Scotland.